रहनुभएका सम्पूर्ण मेरा आमा बुबाहरू, दाजुभाइ, दिदीबहिनीहरूलाई बडा दशैंको मङ्गलमय शुभकामना म चन्द्र रसाइलीको तर्फबाट व्यक्त गर्न चाहन्छु। विदेशमा रहनुभएका सम्पूर्ण मेरा आमा बुवा, दाजुभाइ, दिदीबहिनीहरूमा हिन्दू धर्मावलम्बी सम्पूर्ण नेपाली देश विदेशमा रहनुभएका मेरा दाजुभाइ, दिदीबहिनीहरूलाई यो विजय दशमीको हार्दिक शुभकामना व्यक्त गर्दछु र मेरो जीवित विश्वास मण्डलीबाट सम्पूर्ण दाजुभाइ, दिदीबहिनीहरू गाउँ जानुभएको छ, उहाँहरूको लागि पनि असल ख्रिस्टको गवाई बनेर फर्की आउनु हुनको निम्ति म प्रार्थना गर्दछु। जय मसीह। विदेशमा रहनुभएका मेरा हिन्दू मित्रहरू, साथै हाम्रा आमा बुवाहरू र जति पनि हामी यहाँ भेला भएका छौँ र हजुरहरूलाई यो विजय दशमीको शुभकामना अवसरमा हजुरहरूलाई म शुभकामना दिन चाहन्छु। त्यसैले र यस जीवित विश्वासी मण्डलीका जति पनि मेरा प्यारा मित्रहरू घर जानुभएको छ, त्यो गाउँघरमा हजुरहरूले येशूको गवाई दिएर र येशूको एउटा सन्तान बनेर उहाँको चाहिँ जीवित वचनलाई हजुरहरूले गवाई दिनु भएर र असल किसिमले फर्किनु भएको हुँदा फर्किनु। अनि म एक साल त्यो तिहारको बेला नि म त्यही खाएर त्यहाँदेखि त उहाँ मेरो श्रीमान धेरै झगडा गर्नुभयो। त्यहाँदेखि म बहिनीसँग बिहानै सज गएको, त्यहाँदेखि होस् म पुर्याइदिन्छु भनेर भन्नुभयो, 3 सिटीसम्म पुर्याइदिनु भयो। अनि म त्यस्तै आशा राखेर गएको। पर्खु मलाई चाहिँ 3 साल भयो श्रीमानलाई सजले गरिदिनु, म पनि यस्तै गरी सज जान पाऊँ, यो संसारको कुरा गरेँ, खाने खोपबाट मलाई छुटकारा दिनुहोस् मेरो श्रीमानलाई भन्दै आएँ। मेरो बहिनी सन्जु बहिनीसँग गयौँ त्यो घरसँग सज मैले जोडपाटीमा। अनि त्यहाँबाट आउँदाखेरि यहाँ जगजगामा आउँदाखेरि मेरो श्रीमानले के भन्नुभयो भने त्यति बेला खाइसक्नु भएको रहेछ। अनि तिहारको बेला थियो, माइत गएको नि 80 दिन हिजो त माइत गएको नि त, दाइहरूले धेरै पैसा दियो होला नि, मासु ल्याएर आउनु भन्नुभयो। अनि हस् भनेर भने 1 किलो मासु लगेर अनि त्यहाँदेखि मजाले भुटेर दिनु पऱ्यो भनेर मजाले मासु भुटेँ। अनि त्यहाँदेखि त अहिले खाइसक्नुहुन्छ भनेर मासु भुटेर माथि तालामाथि लगिदिँदा त उहाँले त्यति लामो त्यो स्याउको रक्सी ल्याएर राख्नु भएको रहेछ सिरौभित्र लुकाएर। अनि मैले मासु पुर्याउँदा त कहिले खाइसक्नु भएछ, खाइसक्नु भएछ जुन भएर त्यो मासु पनि खानु भयो नि, त्यस्तै झगडा गर्नुभयो, किन लिएको त तेरो बहिनीसँग सज गएको, यो क्रिस्चियनसँग गएको तैँले त्यो मासु मैले खानै हुँदैन भने कराइ नै लगेर बसाइदिनु। अनि खाँदै खानु भएन, मात्नु भयो। त्यहाँदेखि त्यो कुरोबाट मलाई धेरै त्यो हाम्रो दिनेश भाइले भनेको वचनबाट पनि धेरै मलाई अब त्यो मन छोयो। अनि हाम्रो परवीन भाइले भनेको, मेरो श्रीमानले भनेको अब संसारको कुराबाट अब त्यस्तै अब संसारी गीतमा नाच्नुहुन्न भनेर उहाँले भन्नुभयो। उहाँ चाहिँ त्यसरी खाँदैन, उहाँ बौद्धतिर हुँदा पनि अहिलेको जस्तो हातमा मोबाइल थिएन, घरमा थिएन, एउटा पसल थियो, त्यो पसलमा चाहिँ स्टिलको नम्बर स्टिल थियो, एयरटेलको फोन थियो। अनि त्यसपछि उहाँ चाहिँ लगन खेल जान्छु भनेर बिहानै हिँड्नु भएको, 9 बजीतिर घरबाट निक्लिनु भएको थियो। अनि त्यो रातको 11 बजिसक्यो आउनुभयो। अनि मेरो सानो ठुलो बाबुले, बाबु 11 बज्यो, बाबु कहाँ जानुपर्छ, जाउँ है त्यो सपनालाई उठाउँ। अनि त्यहाँदेखि फोन गरेर भनेर त्यो बहिनीलाई उठाएर तल घरमुनि कोठामा उठाउनुपर्छ। अनि फोन गर्दाखेरि त फोनै उठेन। अनि त्यहाँदेखि अब घरमा गएर फेरि आधी घन्टा बस्यो। अनि त्यहाँदेखि कोठामा गएर अनि बसेर खोल्न जाँदा एउटा कुवा थियो, त्यो कुवामा चाहिँ 2टा यस्तो खम्बा थियो, त्यो खम्बालाई सँगले अङ्गल मार्नु भयो। संसारी गीतमा चाहिँ उहाँ चाहिँ धेरै त्यस्तै पहिलेदेखि त्यति मलाई चाहिँ नाच्न चाहिँ अब के छ भन्दाखेरि चाहिँ नाच्नुको लागि त्यति म चाहिँ अब त्यस्तै नाच्नु परिहाल्यो भने नाचिहाल्ने। अनि त्यस्तो गर्नुहुन्छ, यहाँ पनि त्यस्तै गर्नुहुन्छ। एक साल त झन् यस्तै टिकाको बेला
अनि आज टिको छ भने हिजो बेलुका जस्तै मेरो बहिनी सन्जु पनि आएछ दिदी भेट्न खाउँ गयो चिरा खाउँ भने 1 किलो मासु ल्याएछ। अनि मेरो श्रीमान त बेलुकाखेरि बेला आउनुभयो अनि त्यहाँदेखि त टन्नै खाएर आउनुभएछ। अनि त्यहाँदेखि त्यो मासु पनि खानु भएन। अनि त्यहाँदेखि त त्यति बेला मेरो घर कच्ची थियो। अनि उहाँ चाहिँ तल भुइँ तलमा हुनुहुन्थ्यो। त्यहाँदेखि सुब्बा सन्जुहरू हामी माथि चौतामा बसेको थियौँ। अनि पछाडिबाट आएपछि मलाई तानेर लडाइहाल्नु भयो नि। सुब्बाको पनि 3-4 झापट दिनुभयो। त्यहाँदेखि के गरेको किन पत्तम छोराले सुब्बा लगाएर बस्नु नि खाएपछि पनि कस्तो भनेर भने सन्जुहरू भित्र बसिरहेको थिएँ। अनि त्यहाँदेखि त भरे त ल त्यहाँ टिकट ताइला है म त हिँडेँ है गर्दै यहीँ पिपल बोटमा यही पिपल बोटमा आएर बसेको बसाइ ढुङ्गो तान्दाबाट अलिक हल्लिन्थ्यो होला। मेरो श्रीमान हल्लिनु भएन। मेरो बहिनी सन्जु आइकन सन्जु विचार भएन यस्तो त्यस्तो यो दिदी नराम्रो छ तपाईँ राम्रो लगेर घर लगेर सुतायो। अनि त्यताबाट मलाई कहिले सुत्कार हुन्छ त्यस्तो लागेको थियो नि। त्यहाँदेखि बल्ल किस मलाई पर्व काट्नु बेला पनि यो मेरो यो खानी झगडै पऱ्यो। एउटा पापाको भाइ काममा बसेको थियो। अनि तिनीहरू पस्न त पैसा त थिएन। साँचो चाहिँ बोकेको थियो। अनि अलिकति मैले सुन बनाएर दराज राखेको थिएँ। त्यो भाइ चाहिँ भर्खरै काममा बसेको थियो। अनि अब कता मान्छे काममा बसेको अलिकति मेरो साँचो हरायो। त्यहाँदेखि अलिक मलाई विश्वास लागेन। अनि यो मेरो सानो बुच्चे लसुलाई सानो मेरो पस भेट्दै छैन। त्यो पस दराज साँचो राखेको थियो भनेको मैले त भेट्दैन भनेर भएन। अनिदेखि त भरे दाइ त कता पल्लो कोठामा या त बसी सिउँदै भराउनु भएको थियो। सुतिरहनु भएको थियो। अम्मा तेरो पस्नु त पैसा रहेछ नि कति रहेछ त्यो भाइसँग रमाइलो गरेर खास क्या भनेर मैले त घप्ट पारेर त्यस्तो मात्रै समातेको थिएँ। मेरो लुगाको सबै एउटै राखिदिन्छ त्यस्तो गर्नुभयो। पर्व जति गर्दा पनि भएन ल है तपाईँलाई आजदेखि पुरै छोड्दै है भनेर भोलिपल्ट बिहान चाहिँ मलाई सधैँको लागि छोडेर गएको। सधैँको लागि फर्केरै आउँदिन भनेर गएको। म र पनि यताउता गरेर बसिरहेको थिएँ। त्यहाँदेखि त्यो मेरो घर चाहिँ त्यो सुन्दाखानमा थियो नि। त्यो सुन्दाखानको दिउँसो गएर बसेँ। बेलुकी छोरी घरमा आएर बसेँ। उहाँले त्यसरी पुछ्नु हो कि कहिले त्यस्तो भन्नुभएको। त्यहाँदेखि पैसा बसेर पैसाको भुइँचा लगायो। अनि भुइँचा लगाएपछि उहाँले जहाँ केही अगाडि पनि त्यस्तो हाम्रो झगडा परेको थियो। मैले ल तपाईँलाई सधैँको लागि छोडेर गएँ कहिले घरमा फर्केर नआउँदिनँ अब तपाईँ गर्नु अब मेरो यस्तो बिहा गर्नुभयो भनेर भनेको थिएँ। अनि केही यस्तो नि गर्दिनँ घर भन्नुभयो। त्यहाँबाट चाहिँ नि उहाँले जस्तो भनेको त्यस्तै त्यहाँबाट 5 महिना हिँड्नु बस्नु खानु भएन। अनि उहाँले काशी बिमारी लागेको। अनि बिमारी भएर पनि अनि उहाँ त्यो बिमारी भएर धेरै धामी लागेको भएन। त्यहाँबाट पैसा 12 लाख अपरेसन गर्न लाग्छ भनेको। त्यो 12 लाख अपरेसन गर्न लाग्छ भनेको त्यताबाट पनि अब हामी चाहिँ घरमा दुनियाँ गऱ्यौँ अनि पनि भएन। अनि जाउँ न चर्च भनेर हामी उहाँसँग गएर गुरुबार हाम्रो जाने घरसम्मको जानेलाई गरिदिनु भयो। अनि त्यहाँदेखि हामी 2 सालदेखि यो सानो रक्सीबाट सुन्दाखान बस्दाखेरि मेरो बारी एक पनि थियो। त्यो बम्बई छ नै अब अहिले धेरैजना मेरो चिनी जति परिवार भाइ दिनु भाइ लोके भाइहरूले देख्नु भएछ। त्यो बारी भोलि चाहिँ सबैको बगाइसक्यो थियो। अनि उहाँहरू त्यो आँटकै नस्पतिकै बेचेको बेच्ने छ्याम पकाउने अनि घर मुनि एउटा सिके खोलेको थियो नि। त्यहाँ पढ्न त्यहाँ जान्छु भनेदेखि खट पढ्न जानु पर्दैन यहाँ निगाह सिकिँदैन भोलि निगाह सिकिँदैन भन्नुहुन्थ्यो। अनि मलाई त्यो पढ्न जान पनि दिनु भएन। अनि त्यताबाट अनि बन्दै अनि त्यो त्यहाँबाट पनि धेरै अनि त्यो जहाँ रक्सीबाट धेरै छुटकारा भयो। झन् यहाँ त्यो रात 12-1 बजी आउने त्यसरी संसारी गीत बाल्यो नि आएको आउनु मलाई भट्टीबाट निस्केपछि पिरा चल्ने गाडी बोलायो र बनपाखा मलाई कसले बोलायो भने धेरै हाम्रो हुँदैन भन्ने मैले धेरै बुझेँ। सबै हाम्रो मिलन भाइ श्याम भाइलाई धेरै धन्यवाद। राम्रो वचन बोल्नुभयो। त्यो कुरो पहिलाको विगत कुराहरू मैले धेरै सम्झेर मेरो मन छोयो। धन्यवाद। जय मसी। एकदम त्यो वचनले चाहिँ मलाई एकदम छोयो। र
जानेर पनि हामीले कति अब भुलहरू गरेर गल्तीहरू गरेर हिँड्यौँ। तर यस्तो अब हामीले आशिक पाउने मानिसहरूले त एकचोटि आशिक दिने हुन्, तर यस्तो गरी बारम्बार आशिकलाई हामीलाई अब अन्य जाति मानिसहरूले दिँदैनन्। तर हाम्रो परिवार, हाम्रो यो क्रिस्चियन परिवारमा चाहिँ जतिखेर पनि हामीलाई आशिक दिएर हाम्रो आमा बुवा दाजुभाइ सम्पूर्णले हामीले आशिकै दिइराखेकै छ। अनि आज पनि हामीले जुन अब भेला भएर खानेकुराहरू पनि हामीले जे जस्तो उहाँहरूले बनाउनु भयो, खानेकुराहरू पनि हामीले खाएर परमेश्वरको महिमा गऱ्यौँ। अनि आज आशिक हामीले धेरै पायौँ। अब अन्त गएको भएदेखि अब रात मन्दिर हुने, टिको लाउने, अब आशिक दिने, अब कस्तो आशिक दिन्थ्यो त्यो आशिकले त कहिले पनि अब फलिफाल त भएको थिएन होइन। तर आशिक त सुनिन्थ्यो, अब एकदिन हो कि जस्तो लाग्थ्यो। अनि अब त्यो आशिक दिने एकचोटि हो, त्यहाँबाट बिर्सिन्थ्यो। तर हाम्रो परमेश्वरले त जतिखेर पनि आशिक दिनुहुन्छ, जतिखेर पनि दिइराखेकै छ, जतिखेर पनि आशिक भइरहेको छ। धेरै छोयो, हामीले धेरै आशिक पाएको छौँ, पाउनु पनि पर्छ। हामी परमेश्वरको सन्तान भएर कहिले पनि निराश हुनु हुँदैन। आशिकमा हामी जिउनुपर्छ, आशा परमेश्वरमा राख्नुपर्छ भन्दै मैले शब्द यहीँ टुङ्गाउँछु। सबैले जय मसीह भन्दै सबैलाई वचनको लागि उत्तर प्रगतिको कामना गर्दछु। आफ्नो मण्डलीमा मात्रै नभएर आउने दिनहरूमा देश विदेश अरू मण्डली गोकर्णेश्वर एरियाभरि अरू ठाउँमा गएर चाहिँ एकदमै जोरदारका साथ परमेश्वरको वचन प्रचार गर्न सक्नु भएको होस् भन्ने हाम्रो प्रार्थना र कामना छ। यही बधाई दिन चाहन्छु। यहाँको फर्स्ट भएको सेकेन्ड भएको केही पनि कुरा छैन प्रियहरू, यो त हाम्रो प्र्याक्टिस हो। र यो प्र्याक्टिस हामी पृथ्वीमा जहिलेसम्म बस्छौँ त्यो बेलासम्म रहि नै रहन्छ। परमेश्वरको वचन रहन्छ बिउ काट्ने र छर्ने समय चाहिँ के हुन्छ, पृथ्वी रहन्जेलसम्म रहिरहन्छ। यहाँ आज फर्स्ट हुँदैन, कोही पनि शिखरमा पुग्दैन। आज लास्ट हुँदैन, कोही पनि धरतीमै रहँदैन। यो के हो, परमेश्वरले दिएको एउटा वरदानलाई निखारेर तिखारेर एउटा वचनलाई श्रुति तरिकाले सुरक्षित तरिकाले त्यसको व्याख्या कसरी गर्न सकिन्छ भनेर अहिले पढ्दै गरेको बुकलाई लिएर व्याख्या गर्नुभएको हो। कसैले उत्तम तरिकाले गर्नुभयो होला, कसैले आफ्नो भाषामा गर्नुभयो होला, शैलीमा गर्नुभयो होला। त्यो सबै परमेश्वरले दिने वरदान हो। कसैले कसैको जस्तै बोल्नुपर्छ भन्ने छैन। तपाईँहरूलाई थाहा छ नेपालमा धेरै वक्ता बिग्रिनुको एउटै कारण छ, म हुन्छु फलानाको कपी गर्छु अनि फलाना जस्तै भएर ठाउँ ठाउँमा हिँड्छु, ऊ कहाँ छ उसले थाहा पाएको हुँदैन। तर हामी जीवित विश्वास मण्डली चाहिँ यस्तो व्यक्तिहरू हुन् कि हामी जहाँ छौँ त्यहीँबाट हामीले टेकेको ठाउँबाट हामीले जानेको कुरालाई अरूहरूको माझमा प्रस्तुत गर्ने। 13 वर्ष होस् न मण्डलीमा बस्दाखेरि जम्मा मैले त्यहाँनिर प्रस्तुत भएका वक्ता 2 जना थिए, आफ्नै वक्ता। त्यहाँ सबै बाहिरबाट वक्ता ल्याएर बोलाउने बोल्ने। तर हाम्रो 7 वर्ष पुरा पुगेर 8 वर्षको अन्तरालमा गुरुबासहित लगभग 7 जना वक्ताहरू तयार भएको छ। हामीले भोलि मण्डली शनिबार नभएर अर्को ठाउँमा जाँदा अब हामीलाई कुनै पनि पिर छैन। मण्डलीको वचन कसले बोल्ला, अब मण्डली कसले चलाउने, चाहे दिदीबहिनी पार्टीबाट होस् चाहे दाजुभाइ पार्टीबाट होस्। हामीलाई मण्डली छोड्नलाई कुनै पनि समस्या हुँदैन, किनकि हामीले असल छोराछोरी जन्माएका छौँ।
एउटा सुसमाचार सुनाएको मेरो माइकी मेरो मामाको छोरो यो वचनले चाहिँ म एकदम आशिष भयो। आमेन। मेरो बाउमा दिनको जागृति सेमिनारमा शारीरिक भजन चाहिँ बन्दैछ। खाजा नास्ता भइराखेको छैन। चिया खाउँ